कल्पना गर्नुस् यस्तो गाउँ जुन हिमालयको काखमा आराम गरिरहेको छ र साँगुराती ढुङ्गाले छापिएका गल्लीहरू जुन गुरुङ समुदायको सांस्कृतिक धरोहर हो, जहाँका घरहरूले नेपाली वास्तुकलाको ज्वलन्त उदाहरण बोकेका छन्। अब तपाईले कल्पना गरिरहन पर्दैन, किनकि यस्तो गाउँ साँच्चीकै नेपालमा छ, जसको नाम हो घान्द्रुक। गण्डकी प्रदेशको कास्की जिल्लामा अन्नपूर्ण हिमश्रृङ्खलाको काखमा अन्नपूर्ण र पुन हिल जस्तो रमणीय साहसिक ट्रेकको द्वार हो घान्द्रुक, जुन समुद्री सतहबाट लगभग 2012 मिटर माथि नेपालको उत्तर पश्चिमी भूभागमा अवस्थित छ। घान्द्रुक गाउँबाट तपाईले 6000 मिटर भन्दा अग्ला हिमाल देख्न सक्नुहुनेछ। अन्नपूर्ण साउथ, माछापुच्छ्रे, गङ्गापूर्ण र हिमचुली यहाँका मुख्य हिमाली दृश्य हुन्। हिमालय क्षेत्रका प्राचीन तिब्बतो बुर्मन मूलका गुरुङ समुदाय शताब्दीदेखि तिब्बत र दक्षिण एसिया बीचको हिमाली व्यापार मार्गसँग जोडिएका थिए। यही ऐतिहासिक यात्रामा घान्द्रुक जस्तो बस्तीको विकास भयो। घान्द्रुकका मानिसहरूले उति बेलाका ब्रिटिस र इन्डियन आर्मीमा पनि आफ्नो वीरता देखाइसकेका छन्, जसले यस गाउँलाई वीरहरूको गाउँ भनेर चिनाएको छ। घान्द्रुक देख्दामा जति सुन्दर छ, त्यति नै यहाँको जीवनशैली पनि सरल छ, जहाँ यहाँका स्थानीयहरू पर्यटनमा मात्र निर्भर छैनन्। पाखा पखेरामा बनेका सिँचाइयुक्त खेतहरूमा धान, कोदो, मकै, आलु र तरकारीको परम्परागत तरिकाले खेती हुने गर्दछ। यहाँ पाइने गुन्द्रुक त पुरै नेपालमा चर्चित छ। घोरे पानी पुन हिल अन्नपूर्ण बेस क्याम्प जाने यात्रुहरूका लागि घान्द्रुक एक महत्त्वपूर्ण विश्राम स्थल हो। होमस्टे, लज र गुरुङ सङ्ग्रहालयले पर्यटकलाई यहाँको जीवन नजिकबाट चिन्ने अवसर दिन्छ। वर्षौंदेखि वीरहरूको लुकेको कथा, उही पुरानै शैलीको जनजीवन र हिमालयको काखैमा बसेको गाउँ घान्द्रुक आज जिउँदो सङ्ग्रहालयको रूपमा आफ्नो सुन्दरता पोखिरहेको छ, जहाँ मानिसले आफ्नो अतीत र वर्तमानको सङ्गम जोडेर आनन्दको श्वास फेर्दछ, जीवन जिउँदछ र उसको हृदयबाट निक्लिएको आवाजले नयाँ सुर निर्माण गर्छ। यो थियो घान्द्रुकको कथा।